हिजो पनि हामी प्लिज भनेर आइसक्नु जाने कति छन् मान्छेहरू अन्त जुत्ता राख्न लाग्यो भाइ बोल्दै अब दिदीका तपाईँहरू मैले बगस अन्त जुत्ता कहिले खोलेको कति देख्छ साथीहरू अनि तपाईँ हेर्नु दाइले घरबाट ल्याएको पलाउ अचार 2 बजे कति बजी लाग्यो 2 बजेको समयमा माइदेवी मन्दिर घुमेर आएर बल्ल खाना घरबाट ल्याएको भएर दाइ हाँसी हाँसी खानु दाइ धेरै आत्तिनु गर्थ्यो कि भोकल ल्याएर पछि सक्नु मुनिहरू चाहिँ छिरेर गन्थ्यो मुनिहरू छिरेर हुन्न के मुनिहरू छिरेर भनेको आयो हुन्छ ल जो यता नि त छोप घर घन्टी छोप जो हामी गयो अरे होइन सन यस्तो झुला बसी पनि यस्तो आपत्ति आइसिन् पछि फेरि के गर्ने आज हामी लुम्बिनी घुम्न जान थालेको हेर्नु नानी गाडी हेर्नु हामी सानिनु छ हेर्न भागेर यस्तो बिहा अगर यस्तो हुन्छ क्या पैसाहरू ल हेर्नु छोरीको पारा यस्तो छ हाम्रो सानी छोरी साथीहरू यस्तो तासँग घुम्न हिँड्ने नि यही चाल हेर्ने यहीँ नै हेर्ने भोक लाग्यो बच्चालाई यस्तो खेल्न थाल्छन्
आफ्नै पारा छ साथीहरू हामी कति बेला जाने होला मन्दिरमा घुम्न पर्ला हामी पाइन्न नौ वर्षपछिको यता फाइनली हामी मिलेर मायादेवी मन्दिर जाँदैछौँ गौतम बुद्ध यता फोटोसुट हुँदै हेर्नु साथीहरू पहिलोचोटि लुम्बिनी आइछिन् हिजोको नामी छिन् टुरिस्ट बनेर आइछिन् मेरो जानी हुन त कति छन् मान्छेहरू यो पनि भिडियो बनाउनु पर्यो के अन्त जुत्ता राख्न लाग्यो दाइले झोलकै बोरो लिएर आउनु अब दिदीका अब मायादेवी मन्दिरमा प्रवेश गर्ने बेला जुत्ताको तैली हेर्नु खोल्नेको कति भिड छ साथीहरू काउन्टर छ कि हल्का मायादेवी मन्दिरमा आइमामी हेर्नु मायादेवी मन्दिर अलिपुर टाइनी छिन् हेर्नु त पूजा गर्न जाँदैछिन् मायादेवी गौतम बुद्धलाई कस्तो राम्रो यो फुल यस्तो मिलाएर साथीहरू मायादेवी मन्दिरभित्र फोटो खिच्न भिडियो गर्न मिल्दैन बाहिरबाट मात्र यही त अनि तपाईँले अघि खाना खाने त अब हेर्नु दाइले घरैबाट ल्याएको पलाउ अचार हाम्रो खाना खानु छ भने 2 बजे कति बजे खायो त्यो बेला 2 बजेको समयमा मायादेवी मन्दिर घुमेर आएर बल्ल खाना घरैबाट ल्याएको भएर दाइ हाँसी हाँसी खाना दाइ धेरै आत्तिनु भएको थियो कि भोकल तयार होइन कति छिटो सक्नु भयो ए हाम्री अर्की हेरी यता खेलिरहेछिन्
नहसाउनु के खाना अड्केला मुनि हेर्नु त हेर्नु त हाम्रो बेबु कहाँ गयो मुनि गयो बेन्च मुनि साथीहरू फेरि हेर्नु कस्तो राम्रो आहा ल हिँड छोरीले मेरो ब्याग भिर्दी छिन् ल हिँड आऊ आऊ अलि बुम बुम आउँछ छिटो आऊ न कति राम्रो हेर्नु त बल्ल बल्ल 3टा मन्दिर भयो क्या आउने बल्ल 3टा मन्दिर भयो कोही आफ्नो आफ्नो पारामा खान् क्या सबैजना पछाडि हेर्नु न छिटो आऊ छिटो हे बा उताबाट बुम बुम आएको छिटो आउन छिटो ल आऊ हेर त अहिले बुवा आमा पाइएको हुन्छ नि छिटो हिँड बुवा आमा पाइएको हुन्छ छिटो हिँड न छिटो हिँड न यत्न राम्रो आएको क्या यत्न उजिलो आएको रहेछ कहाँ खिच्नु भयो त गौतम बुद्धले के गर्नुभयो मलाई टोइलेट भन्नुहुन्छ हामी नास्ता खाएर फेरि यो मन्दिरमा आइरहन् साथीहरू हजुरहरू पनि आउनु है लुम्बिनी घुम्न धेरै राम्रो हेर मुच्छो हेर घन्टी बजाउँछ घन्टी बजाऊ नानीलाई हल्लाउन दिनु हल्लाउला घन्टी हल्लाउनु जाऊ ल मुनि आएर जाऊ छिरेर जाऊ घन्टी मुनि आएर छिरेर जाऊ जाऊ हुन्न के मुनि आएर छिरेर जाऊ भनेको आया हुन्छ ल जाऊ ल यता जाऊ नि त छोप गएर घन्टी छोप जाऊ हामी गयौँ आउला जाउँ जानी आऊ नानी दौडी गर्ने हस् छिटो नानी दौडी भयो आऊ ए उता आऊ गर भुमभुमा छिटो नौचल नानी नौचल दादाहरू लाउनु है नानीलाई लाउनु छिटो यहाँ छिटो आऊ छिटो छोइन के त्यहाँ हिँड न छिटो हिँड त यस्तो सानो मुछो लिएर आएर मुछो यता हेर न मम्माको मुछो हेर न मम्मा मुछो घाम बज्यो मेरो मुछोलाई ल हिँड छिटो हिँड छिटो गौतम बुद्ध दर्शन गरिदियो दुईटा हातले जोडेर ल दर्शन गरिदियो टाउको यहाँ यस्तो गरेर दर्शन गरिदियो ल ढोकिदियो यहाँ टाउको घोप्टा ढोकिदियो इस नानी ढोकिदियो कि गौतम बुद्धलाई बाई आपा गरिदियो ल गौतम बुद्ध भनिदियो अन्त साथीहरू कति धेरै आएन स्कुलदेखिहरू पनि यस्तो राम्रो ए आएको गौतम बुद्ध हेर त कति नाम गौतम बुद्ध ल फेरि ढोकिदियो छिटो ढोकिदियो टाउको निगुरा ढोकिदियो गौटी भएर लाउ जाम ल घर जाने फेरि ल आएको गौतम बुद्धसित जाने हस् भित्रदेखि बाहिर निस्केको अवस्था यताबाट हिँड्नु
हेर त माछा चामल थोरै हाल्दैन खोइ त परेवा दाइ ऊ परेवा उता खान चरी हेर त माछा कति ठुलो माछा यी माछा हेर्नु त माछाहरू यो दाइले चामल हालिदिनु लाउनु भएको कछुवा खै कछुवा हेर्नु अन्डा केले पारेको त अन्डा अन्त माछाहरू ल नानीले माछालाई चामल दिन्छन् यताउता त्यो दिनु रे बाबा ल ल माछीलाई दिऊ ल जागा दियो माछीलाई जा कछुवा ल जाम कछुवा साथीहरू अब पूजा गर्न लागेको तयारी छ होती नीचे के तो बाप रे यार मटकी वाली आइसक्रीम वाली मटकी वाली भाई के लगना चल रहा है आइसक्रिम लिएर आएछ नानीले यहाँ खसाल्ने होइन है त्यो यहाँ लान मिल्दैन खास गरी अब ल्याइहाल्यो ल नखसाले त्यो खाँदाखेरि यहाँ खस्छ टायरमा त्यो दार्जिलिङ दाइ हाई गरिदिनु
खेल्नु आऊ आऊ सानो आऊ डुङ्गा खेल्न आऊ आऊ पामा खेल्न आऊ चाबी हेरिराखेको एबा के ओहल्न गइछ हेर्नु त त्यहाँ भगवान ए भगवान के ओहल्न गयो के ओहल्छ त्यसरी मेरो बेबु हाम्रो स्कुटी र बाइक यहाँ छ साथीहरू चोर लायो भने नि लुट्यो भने नि पानीमा तेर्न नजानेको मान्छे के भन्नु मुसो यता र के भइदियो यतै बस्नु के उता जानु रे के एउटा जानु के एउटा के फेरि ओड भयो के यता यो हिलम भाल्ली यो बाटो बन्द त्यस्तो नआन्न यस्तो छ आपत हेर्नु अगाडि हेर होइन सानो हेर्नु यस्तो झुला भएपछि पनि यस्तो आपत दिएपछि छिटो हिँड के गर्ने रे के रे सानी मलाई सबै एक्जाममा फर्स्ट गराइदिनु अनि म फेरि अर्कोचोटि पनि लुम्बिनी घुम्न आउँछु फर्स्ट त आफूले पढ्नु पर्यो भगवानले मेन त आफूले पढ्नु पर्यो नि पढेपछि त फर्स्ट त्यसै भइन्छ नि अनि पहिला आफै गराइदिइराख्नु भयो फाइनल एक्जाममा पनि गराइ थाहा लिन्न क्या यत्रो लिन केही हुन्न
लुम्बिनी हेर्न आएका गाइजहरू, लुम्बिनी हेर्न आएका यिनी टुरिस्ट हुन् कि नेपाली हुन् कि के हुन्, थाकेर लोत परेछन्, खानु नपिनु त्यत्तिकै हिँडेछन्। मन्दिर हेर्न जाम भन्दा नि जान्नन्, बाटैमा बस्ने भए घरसम्म पुर्याउने क्यारी हो, खालि क्यामेराम्यान बनाउँछन् भन्छन्। उता बाउ छोरी फेरि यो छोरीले हैरान पारिछे, कहिले के भन्छ कहिले के भन्छ। कसैको ताल यस्तो छ। यो लुम्बिनी साथीहरू जीप पठाइदिन्न, हामीलाई बहुत थकेला। मन्दिर बनाउँदै हुनुहुन्छ बिचराहरू। अर्को मन्दिर बन्दैछ हजुर, भएर होला हो। मैले भनेको यहीँ कमलको फुल फुलेछ त खै, उ त्यहाँ एउटा मात्र फुलेछ बिचमा। तर त्यही मन्दिरमा छिराउँछु। अब फेरि गएर घुमाउने हो। The Great Drinks कोछु हेर त त्यति ठुलो असलीमै हो र। अब मान्छे सुरबाट गराउनुहुन्छ क्या होइन त। मुसोले ढोकिदिएको अनि सानो भगवान्ले बुद्ध भगवान्लाई ढोकिदिनु भएको छ है। सानो मुसोले ढोकिदिएको यत्रो ढोकिदिनु भएको छ है। उठ भयो जाम ल भयो। अब हातले ढोकिदिउँ, अब हातले ढोकिदिउँ। आँखा चिम्मा गर ल, आँखा चिम्मा गरेर ल जाम। ल घुमाउनु, यता घुमाएर यता ल्याउनु क्या। ल बाबालाई थुक लगाइदियो। खै कसरी घुम्दा 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 खुट्टा दुखेर हालत खराब भयो साथीहरू। दिदीको यस्तो छ हेर्नु। प्रभु
ए प्रभु म त थाकेँ प्रभु यो छोरी कुस्ती छोरी बामी सर मेरो छोरी हो नि त ए भगवान् 2 वर्षको बच्चा बामी सरे छोड न दिदी यो बन्द रहेछ यो मन्दिर बन्द हेर्नु साथीहरू वहाँ पुगिसक्नु भयो म हिँड्न नसकेर म यहाँ छु हो यतै हो के पानीपुरी छ यहाँ ఎంత కస్తే రాస్తున్నా కిసిక్క यो के हो थाहा छ उहाँ शान्ति मतलब क्रोध हो क्रोध राम्रो राम्रो